हेलो गाइज, वेलकम टु माई एउटा भाइ हो। तपाईँ सन्चै आएर पनि हुनुहुन्छ, म नि एकदम सन्चै आएर नै छु। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। यदि भिडियो हेर्दै हुनुहुन्छ भने लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला। म चाहिँ घर आएर पनि कपडा लुगासुगा खोलेर घर आएको, घर आएर कपडा खोलेर गहुँ बोताउनु लाखौँ। त्यही हो, गर्मी पनि यता पनि उत्तिकै रहेछ। चाहिँ यहाँ भिडियो भन्दा नि यहाँ गाउँ बताइरहेको छौँ। मम्मीले बताइराख्नु भएको छ। यति जति त अगाडि बताइसक्नु भएको थियो। अनि म आएर एकछिन कपडा खोलेर फेरि अब आजको काम भनेको चाहिँ गाउँ बताउँदै हुनुहुन्छ। मम्मी यता हेरिदिनु त। त्यही हो गाइज, म चाहिँ अहिले यस्तै मेरो काम गर्ने चाहिँ यस्तो भित्रबाट गाउँ ल्याइदिने, गाउँ ल्याएर त्यसरी बाहिर राखिदिने। मम्मी चाहिँ बताउनुहुन्छ यता हाम्रो चाहिँ गाउँ यस्तो छ, त्यस्तो छ गोटाहरू। म चाहिँ दाइको रुम थियो, अनि इन्डिया भयो नि त दाइ। त्यही हो गाइज, आजको काम भनेको चाहिँ धान भन्दा नि मलाई धान गाउँ बताउन पर्ने हुन्छ। त्यो गर्मी त यस्तै छ। यति दाएर बताएर थोरै जति सुकाइसक्नु भएको, अझै यतै यत्रो बताउँदैछौँ। त्यही हो, म चाहिँ घर आएको छु आजभोलि भन्दा नि आज घर आएको। अनि त्यसपछि हल्का त्यस्तै काम थियो नि त, काम भएर चाहिँ घर आएको। त्यही हो, अब चाहिँ म बताउनु पर्ने हुन्छ। त्यही यता चाहिँ के छ छोटे यो चाहिँ मेरो भाइ के छ छोटे बाबु। यता हेर क्यामेरा, यता हेर भन्ने छोटे आयो न है। सो त्यही हो, उसको चाहिँ अब खुट्टा भाँचेर त्यस्तै बलजल खेल्ने भएर त्यस्तै भाँचेर त्यस्तै रुममै बसो गर्ने अवस्थामा छ। त्यो अब चाहिँ गर्नुहुन्छ गाउँसो बताएर। अनि त्यसपछि फेरि त्यही हो, काम भन्ने चिज गर्नुपर्छ गाइज। त्यही हो काम, गाउँघरतिरको यही हो। अब गाउँसम्म काट्यो, अब गाउँ काट्दाखेरि पनि आएको थिएन घरमा। गाउँ बताउँदाखेरि चाहिँ बताउनु पऱ्यो, सहयोग गर्नु पऱ्यो, मम्मीले सहयोग गर्नु पऱ्यो नि। त्यही हो। त्यही हाम्रो म चाहिँ भित्रबाट सब पुगिसकेको छु। अब यो बताउनु पर्ने चाहिँ बताएर, अनि त्यसपछि यसलाई फेरि त्यही राख्नुपर्ने हुन्छ गाइस। यो यहाँ देख्नुहुन्छ, यहाँ गाउँहरू सुरा छ। ला गाउँतिर नि गाउँमा बसेर पनि दिक्क लागिसक्यो हौ दाइ। अब लाग्नुपर्छ सहरतिर भनाइ मात्रै हो, सहरमा नि त्यस्तै हो। सहरमा भने चाहिँ सहरमा भन्ने रुममै बसिरह। गाउँमा आयो भने कोही होइन, जाउँ हुन्छ गाउँमा पनि त्यस्तै छ। लाइफ यस्तै नै हो, लाइफ यस्तै नै। यसलाई नै यस तरिका नै जिउनु पर्छ। त्यही हो, रमाउनु पर्छ, हाँस्नुपर्छ, घुम्नुपर्छ, रुनु पनि पर्छ। त्यस्तो केही छैन गाइज। त्यही हो, म फेरि पनि भन्न चाहन्छु होइन, नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि यदि भिडियो हेर्दै गर्नु भएको छ भने के कस्तो लाग्छ
मेरो प्रतिक्रिया सानो एउटा आफ्नो प्रतिक्रिया दिनु होला। त्यो तपाईँहरूको सपोर्ट नै मेरो लागि एउटा शक्ति एउटा हौसला मिल्छ मलाई। सो बोल्न सक्ने भिडियो बनाउन सक्ने एउटा जोस जाँगर आउँछ। सो अहिले चाहिँ मलाई भिडियो बनाउनु त्यति अब लाज लाग्छ। अब धेरै पब्लिकको सामु त्यति भिडियो बनाउन त्यो भन्दा नि कस्तो लाज लाग्ने कि कसैले के भनिहाल्यो कि के सोचिरहेछ कि के भन्ला कि भन्ने जस्तो हुन्छ। त्यो यदि तपाईँहरूको साथ भयो भने चाहिँ गर्न सकिन्छ कि केही पनि हुन्न। त्यो आफूमा एउटा कन्फिडेन्स हुनुपर्छ, गर्छु भन्ने त्यो हुनुपर्छ। स्ट्रगल मेहनत बिना त के हुँदैन। त्यो दुइटैले बराबरी गर्नुपर्छ भन्ने मिलाएर बुझ्नुहोस्। त्यो गाइस सो यहाँ चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो घर हो। अब यस्तै छ घर पनि यस्तै चाहिँ क्यार्ने त। अनि यो घरमा यसो मम्मीलाई अब सहयोग गर्ने मम्मीको एउटा छोरी भनी जे भनी एउटा चाहिएको थियो। अब हुन त हुन्छ। अब भाउजू हिँड्दै जानुभएको कोही छ भने यसो बुझ्नु भयो नि। त्यही हो मम्मीलाई यस्तरी गाउँ गर्दाखेरि सहयोग गर्ने मान्छे चाहिएको छ। त्यही हो गाइज। फेरि त्यसो नेगेटिभ नसोच्नु होला, जस्ट फन्नी इन्जोय। भिडियोमा उपस्थित हुन्छ अनि भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभन्नु होला। तपाईँहरूको साथ सपोर्टले नै एउटा भिडियो बनाउने एउटा के गर्ने जोस जाँगर आउँछ। त्यो हाम्रो दाइ पनि घर आउनु भयो जस्तो छ। त्यहाँ हिँडिरहनु भयो। त्यही हो फ्याम। अब चाहिँ हामी गाउँ बताउनु पर्ने हुन्छ। गाउँसम्म बताएर चाहिँ म तपाईँहरूलाई अब सिधै पछि भेट्छु। सब कामसाम गरेर सब राखेर म चाहिँ डक्कलाई राङसँग नुहाएर कपडा सपडा लगाएर यसो गाउँतिर घुम्नु। यति गाउँतिर भन्दैन यति दाइको घरतिर जान लाग्छु। सो अब बल खेल्न पनि जाम भनेको ग्राउन्डतिर। यसो धेरै दिनपछि यसो ग्राउन्डतिर जाम भनेको खै के हुन्छ। म चाहिँ अब यतातिर यसो घुमघाम गर्न निस्किसकेको छु। तलदेखि माथिसम्म एकदम टक्क लगाएर। त्यही हो पछि टक्क लगाएर सो त्यही हो पछि भेट्नु। सो हेलो एभ्रिवान, गुड मर्निङ। दिस इज द नेक्स्ट डे। आज चाहिँ नेक्स्ट डे भइसकेको छ। हिजो चाहिँ किनभने अब मोबाइलको चार्जर सकिएको थियो नि त, अनि त्यही भएर अनि स्विच अफ उठेछ। मोबाइलको चार्ज पनि ल्याएको थिएन, त्यही भएर स्विच अफ थियो। अनि त्यसपछि आज चाहिँ नेक्स्ट डे भइसकेको छ। सो म चाहिँ भर्खर उठेर अनि त्यसपछि मुख धोएको। भर्खरै उठेको, हिजो राति ढिला सुत्यो। अब के जस्तो छ नास्ता खानुपर्छ। अन्त यो भर्खर मैले चाहिँ मुख धोएर एकदम फ्रेस भएको छु। मम्मीहरू त्यहाँ हुनुहुन्छ। त्यही गाइज आजको भिडियो भन्दा नि तपाईँहरूलाई पछि पनि देखाउने छु। सो त्यस्तो हिजो भिडियो बनाउनु पाइएन। त्यही हो अहिले चाहिँ अब चाहिँ मुखसुख धोएर फ्रेस भएर यस्तो। आज चाहिँ घाम चाहिँ बब्बा लाग्छ। हिजो त घाम उब्बरै थियो। त्यही हो मेरो फ्यामहरू आयो। अहिले चाहिँ 11:30 भइसकेको छ। मोबाइल चार्जमा लगाउँदै थिएँ अनि त्यसपछि चार्जबाट मोबाइल लिएर आएको। सो केटाहरू के गर्दैछन् भित्र? ए मम्मी सुत्नु कति बेला हो? म चाहिँ घरमा छु। हाम्रो यता पछाडि छतमा जानु पऱ्यो एकचोटि। सो चाहिँ गाउँ छ हेर्नु सक्छ। त्यो फ्यान भनेको चाहिँ यहाँ यहाँ छ त चिजमा छ। आँप छ के उड्नु परेन त टक्क लगाएर। यो हो नि त गर्मी चाहिँ दिउँसोमा चाहिँ गर्मी चाहिँ लास्टै भन्दा नि कुरै छर्दैन। घर आएको 2 दिनमै फेसबाटै थाहा पाउनुहुन्छ। त्यही हो गाइस।
हिजो भिडियो त्यति बनाउनु भएन, आज नेक्स्ट डेमा बनाएको छु। त्यो आज चाहिँ भिडियो चाहिँ म एन्ड गरिदिन्छु। त्यो के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। यदि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला, आफ्नो छोटो प्रतिक्रिया दिनु होला। आजको लागि भ्लग यति नै हुन्छ, भिडियो यति नै हुन्छ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। थ्याङ्क यू।